नमस्कार, मोहनबाणी युट्युब च्यानलमा यहाँलाई हार्दिक स्वागत छ। सदाझै मङ्गलबारे बसाइमा एक हप्ताको समाचार विश्लेषण लिएर म मोहन श्रेष्ठ उपस्थित भइसकेको छु। आदरणीय दर्शक महानुभावहरू, पछिल्लो समय सञ्चार माध्यमहरूमा आएका समसामयिक विषयहरूलाई केलाउने प्रयत्न गर्नेछु। पछिल्ला दिनमा आएका विषयवस्तुहरू राष्ट्रिय चेतनाका विषय, सांस्कृतिक पहिचान, लोकतान्त्रिक अभ्यास र अन्तर्देशीय सम्बन्धका विविध आयामहरूलाई सन्तुलित रूपमा मिडियाहरूले उजागर गर्ने प्रयत्न गरेका छन्। एक महिनासम्म चलेको माधवनारायण व्रतको समापनदेखि पशुपतिनाथ क्षेत्रमा आयोजना गरिएको विश्वमेघ श्री विद्या कोटी अर्चना महायज्ञ, महाशिवरात्रिको तयारी स्वरूप गरिएको व्यापक सरसफाई तथा 171 सदस्यीय मूल समारोह समितिको गठनले नेपाली समाजमा धार्मिक आस्था र व्यवस्थापन क्षमताको गहिरो सम्बन्ध देखाएको छ। यी विविध गतिविधिहरूले सनातन परम्परा केवल आस्थाको विषय मात्र नभई सामाजिक एकता र सांस्कृतिक निरन्तरताको आधार बन्न पुगेको सन्देश दिएको छ। नेपाल सनातन धर्म, सभ्यता र संस्कृतिमा आधारित राष्ट्र हो भन्ने अभिव्यक्तिले राज्यको सांस्कृतिक पहिचानबारे पुनः बहसलाई सशक्त बनाएको छ। वर्षौँपछि 11 दिने दशैँ मनाइनु र अष्टमी 2 दिन परिनु जस्ता सांस्कृतिक संयोगले परम्परागत पर्वहरूको समय, संरचना र सामाजिक प्रभावबारे पुनर्विचार गर्न बाध्य बनाएको छ। त्यस्तै थारू समुदायको मनकुमारीलाई मौलिकताको पहरेदारका रूपमा प्रस्तुत गरिनु र कुलुङ जातिका युवाले तुसमा साट्ने पिरती ग्याल्पो लोसारको दृश्यात्मक प्रस्तुति र पूर्वी नेपालका सन्थाल समुदायले मनाएको सोहराय पर्वले नेपालको बहुजातीय बहुसांस्कृतिक पहिचानलाई जीवन्त बनाएका उदाहरणहरू छन्। स्थानीय भाषा बोल्ने र परम्परा वेशभूषा अपनाउने प्रतिस्पर्धात्मक राजनीतिक उम्मेदवारहरू बीचको यो प्रभाव बढ्नुलाई सकारात्मक चेतनाको सङ्केतको रूपमा लिन सकिन्छ। यसको अर्थ र असर गहिरो विश्लेषण विषय प्रवृत्ति बनेको छ। यो प्रवृत्तिले सांस्कृतिक पहिचानलाई राजनीतिक पुँजीका रूपमा प्रयोग गर्ने खतरा पनि औल्याइएको छ। प्रधानमन्त्रीद्वारा भाषाहरू हाम्रा सम्पत्ति हुन् भन्ने अभिव्यक्तिले भाषिक विविधताको संरक्षण राज्यको जिम्मेवारी हो भन्ने मान्यतालाई बलियो बनाएको छ। तर अर्कोतर्फ धर्म प्रचारको नाममा पूर्व प्रधानमन्त्रीदेखि डलर अरबपतिसम्मको दुरुपयोगका समाचारले धर्म, राजनीति र अर्थ शक्ति बीचको अस्वस्थ सम्बन्धतर्फ सचेत गराएका छन्। पूर्व प्रधानमन्त्रीहरू बाबुराम भट्टराई, केपी शर्मा ओली लगायतका एकनाथ ढकाल लगायतका व्यक्तिहरूले डलरकै भरमा चाहिँ धर्मान्तरणको कार्यलाई तीव्रता दिनका लागि उनीहरूले गरेको कार्यप्रति पनि यो हप्ता चाहिँ समाचार विश्लेषणहरू आइपुगेको छ। देवघाट धाममा सुरु भएको सप्तचण्डी महायज्ञ एवं माघ महोत्सव, शान्तिका लागि भिक्षु यात्रा, साइकल संस्कृतिलाई सभ्यताका मेरुदण्डका रूपमा प्रस्तुत गर्नु, योग, ध्यान र दृश्य अवलोकनका लागि स्वर्गाश्रमको विकास जस्ता विषयहरूले आध्यात्मिक, पर्यावरणीय चेतना र जीवनशैली बीचको सम्बन्धलाई उजागर गरेका छन्। पुस्तान्तरणको सङ्घर्षमा परेका रैथाने सिप, धादिङका ऐतिहासिक धार्मिक धरोहर र माघे सङ्क्रान्ति पर्व लगायत पर्व एक रूप अनेक जस्ता विषयहरूले मौलिक ज्ञान र परम्पराको संरक्षण आजको प्रमुख चुनौती भएको देखाएका छन्। पर्यटनतर्फ पहिलोपटक गाई प्रदर्शन, घोडेपानी जोड्ने सडक स्तरोन्नति योजना लक्ष्य अघि नै कायम भएको र पुम्दीकोटमा भएको यो सडक निर्माणले एउटा आशा जगाएको छ। कोभिड अघिको तुलनामा 14% बढेको पर्यटन सङ्ख्या र एक महिनामा 92,000 पर्यटक नेपाल भित्रिनु उत्साहजनक सङ्केत भएको देखिएको छ। चलचित्र महोत्सव, प्रादेशिक ललित कला प्रदर्शनीले सांस्कृतिक पर्यटन र सृजनात्मक उद्योगलाई थप बल दिएका छन्। अन्तर्देशीय र कूटनीतिक समाचारतर्फ हेर्दा भारतको बजेटमा नेपाललाई दिइने सहायता रकम बढ्नु, पूर्वाधार र उत्पादनमा ठुलो लगानीसहित 12 अर्ब 80 करोड अनुदानको घोषणा,
अमेरिका भारत व्यापार सम्झौता र त्यसको नेपालमा पर्ने सम्भावित प्रभाव गहिरो चासोको विषय बन्न पुगेको छ। भारतको पुँजीगत खर्च वृद्धिले नेपालसँगको व्यापार सहज हुने अपेक्षा गरिए पनि त्यसको दीर्घकालीन रणनीति असरहरूको मूल्याङ्कन आवश्यक देखिएको छ। बेनीदेखि दिल्ली बस सेवा सञ्चालन, दिल्लीबाट मुक्तिनाथ 30 घण्टामै पुग्न सकिने सुविधा र ओटिएम मुम्बई 2026 मार्फत विश्वभरका पर्यटकलाई नेपाल भित्र्याउने पहलले क्षेत्रीय पर्यटन सहकार्यलाई नयाँ उचाइमा लैजाने अपेक्षा गर्न सकिन्छ। लोकतान्त्रिक अभ्यासतर्फ निर्वाचनको तयारी, समानुपातिक निर्वाचनमा 3135 उम्मेदवार र 80 वर्षभन्दा माथिका 12 जना उम्मेदवारहरूको सहभागिताले लोकतन्त्रको समावेशी प्रस्तुत स्वरूप देखाएको छ। गठबन्धन बिनाको चुनावी प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा प्रस्तुत गरिएको छ। निर्वाचन घोषणापत्रको मर्म सम्यक मताधिकारको अवसर र पारदर्शी, निष्पक्षता तथा विश्वसनीय निर्वाचन प्रणालीको आवश्यकता सम्बन्धी बहस लोकतन्त्र सुदृढीकरणका लागि अपरिहार्य भएका छन्। यसरी साप्ताहिक मिडिया अध्ययनमा समेटिएका विभिन्न विषयवस्तुहरूले नेपालको सांस्कृतिक आत्मा, लोकतान्त्रिक चेतना, सामाजिक परिवर्तन र अन्तर्राष्ट्रिय सम्बन्धका विविध आयामलाई एकैसाथ उजागर गरेका छन्। यसले वर्तमानको यथार्थ मात्र होइन, भविष्यको दिशाबोध पनि गराएका छन्। यही समग्रता, तथ्यपरकता र सन्तुलन नै यस हप्ताको मिडिया विश्लेषण प्रस्तुत रहेको छ। यहाँहरू सम्पूर्णलाई मोहनवाणी युट्युब सुनेर साथ दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु।